दर्शकबिन यति बेला शोभा पाठकलाई भेट्नको लागि उहाँ दिदी आउनुभएको छ। उहाँहरू दुईजनै पीडित हुनुहुन्छ, सडकमै हुनुहुन्थ्यो, यो माइती घर मण्डलामा हुनुहुन्थ्यो। के छ दिदी, तपाईँ त माइती घर छोडेर यहाँ आउनुभएको छ र भेट्नलाई कस्तो लाग्यो? यो अवस्थामा अहिले हुनुहुन्छ, कतिको पीडादायी क्षण हो। तपाईँले त लगभग भोगेर अहिले न्यायको लागि नै हुनुहुन्छ है? हजुर, यस्तो अब मलाई पनि अस्ति म नि आएको थिएँ, मैले फेरि पानी खाएर म फेरि त्यही सडकमै बस्छु भनेर पानी खाएर पनि बसेँ। दिदीले चाहिँ पानी नखाएको कारणले गाह्रो नै हुन्छ, धेरै गाह्रो हुन्छ। त्यो चाहिँ केही हुँदैन, अब बस्नु अनि आउनुहोस्। मनोबल हेर म मर्छु भनेर मान्छे त्यहाँ ठुलो सडकको पावल त रहेछ नि। हुन्छ दिदी, हस्, धन्यवाद सबैलाई। गर्नुहोस् दुवैजना।